म चाहिँ अहिले कर्ण साक्यजीको सोच भन्ने किताब पढिरहेको छु। यो किताबको एउटा किस्सा मलाई सुनाउन मन लागिहाल्यो हजुरलाई। आजभन्दा 21-22 वर्ष अगाडि लेखिएको यो किताबमा कर्ण साक्यजीले के भन्नुभएको छ भन्दाखेरि, मलाई सबैभन्दा रिस उठ्ने सबैभन्दा मन नपर्ने कुरा भनेको नेपालमा अहिले छ्यास्ती यो देश डुबिसक्यो, यो देश बिग्रिसक्यो, सबै भत्किसक्यो, अब यो देशलाई उकास्न सकिँदैन, यो देश बन्दैन, यो देशमा केही काम गर्न सकिँदैन भन्ने खालका नेगेटिभ माइन्डसेट भएका व्यक्तिहरू छ्याप्छ्याप्ती छन् र यी सबै मानसिक बिरामीहरू हुन् भनेर भन्नुभएको छ। यो कुरा मसँग मिल्न गएको कारणले गर्दाखेरि मैले यो सुनाइहाल्न मन लाग्यो किस्सा। बुझ्नुहोस्, यो किताब 21 वर्ष अगाडि लेखिएको हो। त्यतिखेर कर्ण साक्यजीले यो कुरालाई नोट गर्नुभएको छ। भनिसकेपछि यो जुन देश बिग्रिसक्यो बन्दैन भन्ने कुरा त हामीलाई त 30औं-40औं वर्ष अगाडिदेखि कसैले घोकाएको रहेछ। हजुरबाबाट बाउमा, बाउबाट छोरामा चाहिँ यी कुराहरू पास गर्दै आएको रहेछ। किन भन्दाखेरि यो किताब फेरि जो पाइते लेखाएन है, कर्ण साक्यजीले 21 वर्ष अगाडि यो लेख्नु भएको छ भनेपछि यो जुन नैराश्यता फैल्याउने कुरा त 50औं वर्षदेखि आइरहेको रहेछ नेपालमा। र कर्ण साक्य यस्ता व्यक्तित्व हुन् है। फेरि यो मैले बनाइन, कर्ण साक्यजीले भने हो। उहाँ यस्तो व्यक्तित्व हो, माओइस्ट इन्सर्जेन्सीको बेलामा यहाँ जतिखेर पनि बवाल हुन सक्ने, जतिखेर पनि तनाव हुन सक्ने, बिजनेस व्यापार राम्रोसित नचल्ने बेलामा धेरैजना अन्टरप्रेनर्सहरू, धेरैजना व्यापारीहरू देश छोडेर विदेशिएको बेलामा कर्ण साक्यजी चाहिँ हि डिसाइडेड टु लिभ इन नेपाल। म नेपालमै बसेर गर्छु, यो देश बन्छ, यो देश बन्दैन भन्ने मान्छेहरू त आफ्नो भिजनलाई मिसनमा कन्भर्ट गर्न नसक्नेहरू मात्रै हुन् भनेर भन्नुभएको छ। सो कर्ण साक्यजीले यो कुरा गर्नुभएको छ, जुन कुरा मसँग मेल खायो भने मलाई एकदमै खुसी लागेको छ। यो देश बन्छ, तर युवाहरू देशमा बस्नुपर्छ, अलिअलि दुःख कष्ट सहेर भए पनि देशमै केही गर्ने कुराको चाहिँ आँट गर्नुपर्छ, जिम्मेवारी लिनुपर्छ।